हेलो गाइज एन्ड वेलकम ब्याक आफ्टर लङ टाइम फेरि पनि म होइन आएको छु। तर मेरो हेल्थको कन्डिसन इस्युको कारणले गर्दा मलाई धेरै लामो समयदेखि खोकी लागेको छ। त्यो सिटी लखनऊ सिटी हस्पिटल जाँदैछु। ल तपाईँहरू पनि हामीसँग आउनु। यहाँ दिदीहरू जाँदै हुनुहुन्छ। ल दिदी यत्रो लामो क्यु छ। हेर्नुहोस् हामी लाइनमा लागिरहेको छौँ। खुट्टा खुट्टा अब सिटी लखनऊ हस्पिटल जाँदैछौँ। मौसम एकदम चिसो छ। सबजना लाइनमा लागेछन्, सब लखनऊ जानलाई। गाइस अब फेरि हामीसँग आउनु होला। हामी चाहिँ यहाँ रुबैडाबाट निस्केछौँ बाहिर। यसलाई हामी चाहिँ यहाँ बाबागञ्ज आइसकेका छौँ। ल हेर्नुहोस् गाई खोल्न यता हेर्नुहोस्। गाई ठिक छ, भाउजू गाईलाई ठिक छ। एकदम यहाँ अगाडि बस्नुभएको छ। अब हामी टक्क जाँदैछौँ। र तपाईँहरू पनि आउँदै गर्नु होला। दिस इज बाबागञ्ज। हेर्नुहोस् बाहिर हामी चाहिँ नानपाडा आइरहेका छौँ। ए नानपाडा दाइ हामी कहाँ आइरहेछौँ रे? नानपाडा हामी नानपाडा पुगिरहेछौँ। हामी बाइपास हाम्रो गाडी ड्राइभरजी हुनुहुन्छ। यहाँ हाम्रो यता यहाँ हाम्रो दोपो दाइ दाजु होइसिन्छ। उहाँको निगरानीमा हामी जाँदैछौँ। ल एकदम भाउजू बिरामी बिचरा क्याटेटर लाएर जानुभएको एक्लै सिटमा मजाले बस्नु छ, गीत गाउनु छ। यो चाहिँ हाम्रो घाग्रा घार हो। हेर्नुहोस् हामी भर्खरै यो आँचल भोजनालय एवं जलपान गृहमा चाहिँ हामी आएका छौँ। हेर्नुहोस् हाम्रो भित्र गएर बसिसक्नु पर्छ दाईहरू। ल हेर्नुहोस्। अनि हामी चाहिँ अब यसरी चाहिँ अब यहाँ टोइलेट गरेर यसो फ्रेस भएर अब हामी जानेछौँ। ल अब हामी चाहिँ ठ्याक्कै यो आँचलवालामा आइसकेका छौँ हामी होइन। यहाँ चाहिँ यसो एकछिन फ्रेस भएर हामी चाहिँ फेरि लाग्नेछौँ। चिया खाएर जचाउनु छ। त्यही भएर हामी सबैजना खाली पेटमै जान लाग्छौँ। तर एकछिन फ्रेस हुनको लागि चाहिँ हामी कालो चिया खाएर फ्रेस भएर जाँदैछौँ। ल तपाईँहरू पनि आउनु होला। ल आएका छौँ। अब अरू चाहिँले चाहिँ सबैले जचाउने रे होइन, त्यहाँ लखनऊ सिटी हस्पिटल गएर। यहाँ चाहिँ अब हाम्रो दोबर दाईलाई चाहिँ के नजचाउने, त्यही भएर उहाँ चाहिँ खाँदै हुनुहुन्छ। उहाँ बिचरा भाउजू झन् क्याटेटरमा हुनुहुन्छ, कति गाह्रो छ उहाँलाई। ल यहाँ पनि यता पनि नखाने होइन, उतै गरेर जचाउने होइन। ल हजुर तपाईँ पनि उतै गरेर जचाउने। यहाँ खाएर देखेर खाना त मन लाग्छ, तर जचाएर खाने हो। ल अब हामी चाहिँ अब यहाँबाट चिया खाएर जानेछौँ। यता पनि हेरौँ त हाम्रो दोकान चाहिँ कति मजाले खाइरहनु छ। को बाइकमा गएको? गाडी बोल्नु भयो, बाइकमा चढेको त्यो उसलाई जिताउनु। अब त क्या त्यसलाई हार त्यसले हार्यो क्या। त्यो टुपीवाला थियो त एउटा, हो त्यसलाई जिताउनु। अब त्यहाँ गएको हामी चाहिँ यो सिटी लखनऊ हस्पिटल आइसकेका छौँ। ल हेर्नुहोस् यस्तो छ। यहाँ भित्र पर्दो रहेछ यही सिटी हस्पिटल।
कस्तो छ यस्तो स्थितिमा छौँ हामी। यहाँको नर्सहरू चाहिँ सिस्टर लोग नीचे काम कर रहे हैं। देखो गाइस ये हॉस्पिटल सिटी केयर हॉस्पिटल है, लखनऊ का हॉस्पिटल। यहाँ ये ऐसा लखनऊ के चार्ज ऐसा ऐसा यो तरिकाले देखाएको छ। हेर्नुहोस् भिडियो त्यसरी यही जाँच गरेर खाना बसिरहेको छौँ। यही दिदीको त निकालेर है आनन्द भयो हजुरको त। क्याटेर अब हजुर मेरो यो लखनऊको खाना यो नेपाली रेस्टुरेन्टमा खाना खाइँदैछ अब। मेरो छ है खाना चाहिँ मिठो बनाउँदो रहेछ है। अहिले हामी भर्खरै मिट मी ग्रान्ड भन्ने ढाबामा आएका छौँ र अब एकछिन फ्रेस भएर यो चाहिँ हाम्रो यो ढाबा हो मिट मी ग्रान्ड भन्नेमा आएका छौँ। अब हामी अलिकति फ्रेस भएर हामी चाहिँ अब नेपालगञ्ज लाग्नेछौँ। अब पहिला चाहिँ अलिकति पेट पूजा गर्नेछौँ गाइस हामीले। ल हेर्नुहोस् होटेल यस्तो छ। ल यहाँ हाम्रो डबोर्दाहरूले खाना चाहिँ आइसकेको छ गाइस। ल हेर्नुहोस् यसलाई के भन्छ अरे यो खानालाई मिट मी ब्ल्याक चिकन हो। ल सबैजना खाना बस्नु भएको छ एकदम खाँदैछौँ हामी अब। ल गाइस हाम्रो खाना चाहिँ भ्याइयो है। अब हामी चाहिँ अब पेमेन्ट गरेर नेपालगञ्ज जाँदैछौँ। बाई बाई। ल आउनुहोस्। अब हामी चाहिँ खानपिन खाएर घर जाँदैछौँ। त्यो लखनऊबाट त्यो ढाबाबाट हामी निस्केछौँ। अब यहाँ के भने क्या है बताइए दादा। मेरो माया दिन्छु म जामै तिमीरमा भागेर जाम्प यो मायाको संसार विचित्र तिम्रोमा के जादु छ र हो बसौ दिलभित्र। गाइस हामी फाइनली रुपैडा आइसकेका छौँ। अब रुपैडा आएर अब हामी आफ्नो चाहिँ चेक गराएर उहाँ हामी नेपालगञ्जतिर जाँदैछौँ है। ल गाइस म फाइनली आफ्नो घर आइपुगेको छु। अब चाहिँ हाम्रो आजको यो भ्लग चाहिँ यहीँ सकिएको छ मेरो भ्लग है। अनि म चाहिँ यसरी यहाँ बिहान 5 बजी म यहाँबाट घरबाट हिँडेर म सिटी लखनऊ हस्पिटलमा चेक गराएर म अहिले घर फर्केको छु। औषधिहरू ल्याएको छु, इन्भेस्टिगेसनहरू दिएको छु। र गाइज आजको लागि यति नै। ल तपाईँहरूसँग सबैसँग बिदा माग्छु। गुड नाइट। मेरो यो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। बाई बाई। गुड नाइट। Thanks for watching. Please like the video, comment and subscribe. र साइडमा भएको बेलको घन्टीलाई पनि थिच्न नभुल्नु।